हात पनि यस्तो छ त पुरै बडी फुरफुर गएछ नि छुनु मन लाग्यो सानो गुफा केप लेट्स गो छोरी कम म्याङ्गो जस्तो छ भाइ के हो यार यो लै साथीहरू स्वागत छ तपाईँहरूलाई एक हप्तापछि व्यस्तताको बावजुद पनि हामी म चाहिँ एक हप्तापछि फेरि तपाईँहरू समक्ष आएको छु यस छोटो भ्लग लिएर सो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सेम म्याङ्गो जस्तो छ भाइ के हो यार यो आँप हो कि के हो यार यो सेम आउँछ त नटी भयो मार्छ है के हो यार तपाईँहरूलाई नाम थाहा छ भने केही टेस्ट नै छैन ओइ नचाख है थाहा पाउँछ रहेछ साथी अघि कुद्दै थियो उसले फालेले फल चाहिँ देखाउनु न बोट मात्र त के त त्यही बोट पनि देखाएको फल पनि देखाएको यी सेम आँप जस्तै छ नि तर देख्नुभयो ला यार छोरीले त टिप्पी गर्छ नगर है छोरीले चाहिँ टिपिहालेछ टिप्ने अनि हेर्नु यो पुरै भिजी गएछ म चाहिँ आज चाहिँ म तपाईँहरूलाई यस्तो ठाउँमा छिराउँदैछु कि है यस्तो ठाउँमा छिराउँदैछु जहाँ चाहिँ गुफा केप लेट्स गो छोरी कम कम छोरी लेट्स गो वेयर इज योर स्लिपर कस्तो डराएको हेर्न सक्नेछ है केप त यो चाहिँ केटाकेटीहरूलाई रमाइलोको लागि होला है के हो यार यो के को दारा बनाएको यो चाहिँ बाहिर हेर्ने नानीहरूले पुरै बाहिर टप मेरो छोरी अघि डराउँदैछ अहिले चाहिँ कुदिरहेछ ऊ चाहिँ हेर्न सक्नुहुनेछ तपाईँहरूले के हो खोइ यो के को दारा बनाएको यो थाहा भएन म निस्केँ ऊबाट अनि सम्भवतः होला यो बन्द गर ल अहिले चाहिँ यो फाउन्टेन साउन्टेन के बनाइदिएछ यहाँ पनि छोड्दैन होस् फाउन्टेन बनाएछ यहाँ चाहिँ छोड्छ पल्ल भाइ पहिला थिएन यो फाउन्टेन बनाएछ अहिले अनि यो उहरू थिएन यिनीहरू यता यिनीहरू यो एलोभेरा राखेछ अहिले चाहिँ अस्तिभन्दा राम्रोसँग बनाएछ सबै यताको चाहिँ यता लिएर राखेछ पहिलाको भन्दा चाहिँ थोरै परिमार्जित बनाएछ यही रुखो लेट्स गो छोरी ऊ लगाऊ चप्पल लगाऊ छोरी ल हेर्न सक्छ तपाईँले के हो यो बुल हो यो के बनाएको बुल हो यो यो ओ माई गुडनेस रेड बुल चाहिँ होइन बुल बनाएछ रेड छैन नि त बुल मात्रै छ नि त अगाडि अनि यो चाहिँ सूर्यमुखी फुल जस्तो छ यस्तै रहेको छ अनि यतातिर चाहिँ अलिक कस्तो मजाको घाँसहरू पलाएछ काटेको छैन अनि अब हामी चाहिँ उता जान्छौँ र अब म यता फेरि ब्याक भएँ होइन म तपाईँहरूलाई चाहिँ ऊ देखाउँछु है त फिस म देखाउँछु तपाईँहरूलाई एज यु क्यान सी हियर पोन्ड पोन्ड चाहिँ अलिक खराब फोहोर छ है यहाँनिर जलकुम्बी पनि छ लोटस पनि सट्टसँगले यस्तो रहेको छ पानी चाहिँ स्याट्टै मरिगयो त्यहाँनिर अब
आउँदै आउँदै वाट इज दिस के रहेछ यार यो त हाम्रोको बकुला जस्तो हाम्रोतिर बकुला हुन्छ नि त्यस्तै बकुला पो छ त सो फिस देखिँदो रहेछ यहाँ अलिक उता त्यो मुह हान्छ नि त अनि त्यतै जान्छ त्यो फिस कति धेरै नि जान्छ फिस आउँदैछ अब त्यो अर्को बिग आउँदैछ त्यसले आयो भनेको होला कस्तो कस्तो हरियो कस्तो निलाको सबै कार्ड्सहरू के हो होला कस्तो छुनु मन लाग्यो सानो छुनु पाएन हुन्थ्यो नि मलाई पक्रिनु पाए त एक छक त भनेर लान्थेँ म त फेरि म चाहिँ माछाको चाहिँ एकदमै भोक त भोग्यो भने एकदमै उयो पनि पानीमै फल्ने हो नि यो मिठो यो बाँस खालको छ नि मलाई एकदमै माछा मनपर्छ नि त कस्तो यो यसले हामीले के दिन्छ भनेर आश गरे क्या हो खोइ गाउँमा आउँदा उतै आएको छ मान्छेले यहाँ पक्कै खानेकुरा हालिदिन्छ होला अनि नेक्स्ट टाइम मलाई चाहिँ एकदमै धेरै मनपर्छ त्यही भएर खानेकुरा पनि हाल्नु मिल्दैन होला तर यहाँ है नमिल्नु पर्ने कति धेरै ल है साथीहरू अब चाहिँ अचम्मको यो ढुङ्गो छ ढुङ्गो पनि के भनेर यार यो त ढुङ्गो पनि होइन देख्नुभयो चट गरेको चट्ट हुन थाल्यो ल कस्तो लाग्यो त हेरिसक्छु कत्रो गमला यहाँ त खतरा छ त गमला त यो चाहिँ हाम्रो त्यो सरातो भन्थ्यो सरातो भन्छ यो बस्तुले घाँस खान्छ यो चाहिँ यहाँ भने फुल भने सजाइरहेको छु ल साथीहरू म नयाँ साइन्टिस्ट आउनु भएको छ यहाँनिर युद्ध हुँदैछ नि त युद्ध त्यही भएर यहाँनिर साइन्टिस्ट तर युद्ध हुँदैछ त्यो युद्धको लागि जस्तो दुश्मन हेर्दैछु मैले दुश्मन दुश्मन अर्कोले पनि हेर्ने दुश्मन ल हान्दियो हान्दियो बङ्गे हान्दियो हो हान्दियो हान्दियो ए ल ल है स्क्वायरको मुखबाट पानी स्वाट अनि यहाँ ख्याल रहेछ शरीरले कसो लागिरहेछ कहाँ फुरफुर गरेर आँखा यहाँ हेर्नु न यहाँ देखाउनु न त्यहाँ नजिक लिएर देखाउनु घरेलु उपचारै पातै छैन जस्तो हौ यत्रो यत्रो 5 केजीको झुन्डाइछु पात पनि अनि मेरो भ्याकुमले फेरि तिम्रो त भ्याकुम छ नि त लुखा त अब फुरफुर गरिकन फुटाइदिन्छु बढी हात फुरफुर पनि यस्तो छ त पुरै बढी फुरफुर गरिछ नि हानिदिन्छु ल छोरीले पनि उताको उपचार अर्को उपचार के लिएर आयो ल साथीहरू हाम्रो फ्यामिली आउटिङ भन्छ होला सायद सायद त्यही भन्छ पनि होला खासै म त अब इङ्ग्लिसमा पनि त्यही गोबर नेपालीमा पनि गोबर मान्छे हो त्यस पछाडि इङ्ग्लिसमा गोबर नेपालीमा सुली भन्दै आजको भिडियोबाट हामी बिदा हुन्छौँ धन्यवाद तपाईँहरूलाई माया गरिदिनु भएको लागि हाम्रो भिडियो हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु भएको लागि र यदि तपाईँहरू पहिलोचोटि हाम्रो च्यानलमा हुनुहुन्छ भने कृपया तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरेर माया देखाइदिनु होला भन्दै आजको भिडियोबाट हामी के हुन्छौँ बिदा हुन्छ हस् त बाई बाई सी यू